सेम डकुमेन्ट फरक व्यक्ति अथवा कम्पनीलाई पठाउनु पर्ने छ भने त्यस्तो चिठी तयार गर्नलाई मेल मर्ज युज गर्न सक्छ। यसमा एउटा मेन डकुमेन्ट भन्ने हुन्छ, एउटा डेटा सोर्स भन्ने हुन्छ। यो दुईवटा पार्टलाई कम्बाइन गरेर चिठी तयार गर्नलाई यसले सपोर्ट गर्छ। यसो गरिराख्दा टाइम सेभ गर्न सक्छौँ। यहाँ लेटर बनाउने प्र्याक्टिस गरिराखेको छ। फर्स्टमा त हामीले माइक्रोसफ्ट वर्ड खोल्यो, यसमा यो मेलिङ ट्याब पछाडि स्टार्ट मेल मर्ज सेक्सनमा स्टार्ट मेल मर्ज भन्ने यसको डाउनमा क्लिक गर्नुहोस्। लास्टमा यसमा स्टेप बाई स्टेप मेल मर्ज विजार्ड देख्छ, यसलाई क्लिक गर्नुहोस्। राइट साइडमा टास्क प्यान आइरहेको छ, यसमा देखाइरहेछ स्टेप 1 अफ 6। फर्स्ट स्टेपमा यसमा अहिले हामी लेटर बनाउन गइरहेको छ। बाई डिफल्ट लेटरमा थियो, त्यसैले अर्को स्टेपमा क्लिक गर्दै सेकेन्ड स्टेपमा आइरहेको छ। यो सेकेन्ड स्टेपमा पनि यहाँ तीनवटा अप्सनहरू छ र हामीलाई लेटर बनाउनको लागि युज द करेन्ट डकुमेन्ट भन्ने अप्सन जरुरी हुन्छ। त्यो पनि त्यसमै बाई डिफल्ट सेट भइरहेको छ, त्यसैले नेक्स्ट स्टेप गरिदिनुहोस्। स्टेप 3 मा पुग्यो। अहिले यहाँ दुईवटा अप्सन छ, एउटा युज एक्जिस्टिङ लिस्ट भनेको छ, एउटा टाइप न्यू लिस्ट भनेको छ। युज एक्जिस्टिङ लिस्ट भनेको अगाडि नै लिस्ट तयार गरिसकेको छ भने ब्राउजमा जाने अनि तपाईले के नाममा लिस्ट सेभ गरेको छ त्यो चुज गर्नुपर्ने हुन्छ। तपाईले अब त्यो इन्भिटेसन कार्ड पठाउनको लागि लिस्ट तयार गरेको छैन भने नयाँ लिस्ट बनाउनको लागि यो टाइप न्यू लिस्टमा यसरी क्लिक गरिदिनुहोस्, अथवा यो रेडियो बुलेट भन्छ यसमा क्लिक गरिदियो भने अहिले यसमा बुलेट लागिरहेको छ। यसो गर्ने बित्तिकै अहिले क्रिएट आछ, अघि ब्राउज थियो अनि यो क्रिएटमा क्लिक गर्नुहोस्। यसमा त्यो लेटर डिटेलहरु यहाँ सबमिट गर्नुपर्ने हुन्छ। टाइटल भनेको मान्छेको नामको अगाडि मिस्टर मिसेस मिस के छ यो कुराहरु राख्ने, फुल नेम, फर्स्ट नेम, लास्ट नेम, कन्ट्री, एड्रेस, यस्तो कुराहरु छ। सिटी, स्टेट, यो कुरा कति कुराहरु छैन अथवा तपाई अदल बदल गर्नु छ भने यो कस्टमाइज कोलम लेखेको छ, यसमा क्लिक गर्नु। नचाहिएकोलाई फाल्दिने, चाहिएकोलाई राख्ने अथवा रिनेम गर्नु पर्यो, रिनेम गर्ने, एड गर्नु पर्यो, एड गर्ने। जस्तो म एउटा केही देखाउँछु तपाईलाई। एड्रेस लाइन 2 चाहिएन भने यसमा यसरी सेलेक्ट गरेर डिलिट गरिदिनुस्, यस गरिदिनुस्। अहिले यो 2 रिमुभ भएको छ। यो सिटी राख्छु, यो स्टेट लेखेको छ, स्टेटको ठाउँमा डिस्ट्रिक्ट गर्न मन लाग्यो भने मलाई यसमा फेरि सेलेक्ट गरेर यो रिनेममा क्लिक गरिदिनुस्। सिटी डिस्ट्रिक्ट लेखेर इन्टर गरिदिने अथवा ओके गर्यो भने अहिले अघि स्टेट थियो अहिले डिस्ट्रिक्ट भइरहेको छ। यसलाई म चेन्ज गरेर मोबाइल नम्बर भनेर इन्टर गरिदिन्छु। त्यस्तै वर्क फोन नम्बर यो पनि मैले डिलिट गरिदिएँ। डिस्ट्रिक्टको पछाडि जोन एड गर्न छ भने यसमा डिस्ट्रिक्टमा सेलेक्ट गरेर एड गरिदियो भने अब त्यस पछाडि म यसमा जोन लेखेर इन्टर गरिदिन्छु अथवा ओके गरिदियो भने डिस्ट्रिक्टको तल जोन आइरहेको छ। यसरी चाहेको खण्डमा एड गर्न नि सक्छ, डिलिट गर्न नि सक्छ। टाइटल, फर्स्ट नेम, लास्ट नेम, कम्पनी नेम, एड्रेस, सिटी, डिस्ट्रिक्ट एन्ड मोबाइल नम्बर राखेको छ। यति गरे पछाडि यसलाई ओके गरिदिनुहोस्। अब यो मैले राखेकै मुताबिक यहाँ देखिरहेको छ। यो डिटेलहरु सबमिट गर्दै जानुहोस्। म यसमा 2-3 जनाको यहाँ लिस्ट गर्छु। टाइटल मिस्टर राख्दै, फर्स्ट नेम राम, लास्ट नेम थापा। अब कम्पनी ओपीपी ओप्पो, एड्रेस न्यू रोड ड्यास गर्दै, सिटी पोखरा, डिस्ट्रिक्ट कास्की, मोबाइल नम्बर तपाईको मोबाइल नम्बर कति छ यसरी सबमिट गरिदिन सक्छ है। अब नेक्स्ट फेरि ट्याब गरिदिनुस्। सेकेन्डमा आइराखेको छ, जस्तो मिस गरिदिउँ, एमएस मिस रिना ढकाल राख्ने, लास्ट नेम, कम्पनी सामसङ राख्ने, एड्रेस भानुचोक, सिटी धरान, डिस्ट्रिक्ट सुनसरी, मोबाइल नम्बर समथिङ राख्ने मैले यसरी। नेक्स्ट फेरि ट्याब गरिदिनुस्। अर्को पनि आइराखेको छ मिस्टर, अर्को राख्ने राजु लामा, कम्पनी राख्दिउँ म्युजिक नेपाल, त्यस्तै गरेर एड्रेस डिस्ट्रिक्ट केटिएम यसरी राख्दिउँ र मोबाइल नम्बर समथिङ राख्दिउँ। मैले यसमा 3 जनाको बनाएको छ, यसलाई ओके गरिदिन्छु। र अब यसलाई सेभ गर्नुको लागि तपाईले नाम दिन सक्छ, समीर भनेर सेभ गर्दै। बाइ डिफल्ट तपाईं लोकेसन चुज गर्नु नि सक्नुहुन्छ। यसमा बाइ डिफल्टमा यो डकुमेन्टको डेटा सोर्समा सेभ हुन्छ भनिरहेको छ र यसमै सेभ गरिदिनु भयो भने हुन्छ। यस, सेभ भयो। यसमा पनि अब तपाई त्यो लेटर उसलाई बनाउनु छैन अथवा त्यो लिस्टबाट हटाउनु छ भने यो टिक गरिदियो भने जसलाई यसमा टिक छ। मेरो यसमा 3 जना मात्रै छ, त्यसैले मैले यहाँ सबै सेलेक्ट गर्दै र ओके गर्दै। स्टेप 3 मा हामीले लिस्ट तयार गर्यौं। अब नेक्स्ट स्टेपमा जानुहोस्।
राइट यो लेटर भनेर छ नेक्स्ट स्टेप 4 मा आइपुग्यो। चिठीमा के लेख्ने यो कुराहरू यहाँ राख्न सक्छ। मैले जस्तो यो अफिसियल चिठी बनाउने हो भने यसमा यसरी 2 लेख्दै, त्यसपछि यसमा म एड्रेस डिटेलहरू राख्न चाहन्छु कुनै पनि पर्सनको अथवा कम्पनीको भने यसमा यो एड्रेस ब्लकमा क्लिक गर्नुस्। यसमा यसो गरिराख्दा यसको डिजाइन देखाउँछ। यसमा मिस रिना ढकाल भनेर देखाइरहेको छ। अब यसमा यसरी क्लिक गरिदिन्छु। यसो गऱ्यो भने मिस पनि छैन, यसमा थर पनि छैन है। यो डिजाइन छ अघिकै ठिक छ भने मैले यसमा क्लिक गरेर यो चुज गरेँ र यसलाई ओके गरिदिएँ। यसरी ओके गर्यो भने हाम्रो यो डेटा सोर्स बसिराखेकोमा यसरी डबल एरो आउने हुन्छ। यसमा के हुन्छ भने जतिजनाको बनाएको छ यसमा फरक फरक डेटाहरू देखिने हुन्छ र यसमा यसरी इन्टर गरेँ र फेरि ग्रेटिङ लाइन नै राख्न चाहन्छ भने यसमा फेरि क्लिक गर्नुहोस्। यसको पनि यहाँ ग्रेटिङ लाइनको डिजाइनहरू छ। जस्तो यसमा डियर राखिराख्दाखेरि डियर मिस ढकाल भनिराखेको छ। अब तपाईँ यसमा डियर नराख्ने 2 राख्ने हो भने यसरी अथवा नन गर्ने हो भने यसो गर्दा मिस्टर ढकाल मिस ढकाल मात्रै छ। अब डियर राख्ने हो भने अघिकै अप्सन चुज गर्नु, जसलाई डियर गर्दै मैले र ओके गर्दै। यसो गरिराख्दा यहाँ ग्रेटिङ लाइन पनि भयो। मैले अब यसमा इन्भिटेसन कार्ड बनाउँदैछ त्यसमा यसमा लेखिदिन्छु दिस इज जिगम्बज वी आर गोइङ टु ओपन न्यू ब्रान्च सो काइन्डली भिजिट मिस्टर फलाना अथवा मिस फलाना लेख्नुपर्ने छ भने मोर आइटममा गएर त्यो डेटाहरू सबमिट गर्न सक्छ। यसमा क्लिक गर्ने, जस्तो मिस्टर राख्नलाई टाइटल चाहियो हैन, यसलाई फेरि म इन्सर्ट गरिदिन्छु र फेरि फर्स्ट नेम पनि राख्ने हो भने यसलाई पनि सेलेक्ट गर्यो इन्सर्ट गरिदियो अनि फेरि लास्ट नेम राख्नलाई फेरि सेलेक्ट गर्यो इन्सर्ट गरिदिनु। त्यसपछि यसलाई यसरी क्लोज गरिदिनुस् र यसमा यसरी यो गरिराख्दा यहाँ विदाउट स्पेस आइराखेको छ। त्यसैले गर्दाखेरि फेरि स्पेस राखेर वर्डलाई छुट्याउनुस्। यसरी मैले यहाँ राख्ने, यहाँ पनि यसमा राख्ने यसरी र यसमा क्लिक गरेर स्पेस गर्ने। काइन्डली भिजिट मिस्टर फलाना विथ योर फ्यामिली भनेर लेख्ने, डेट एन्ड टाइम। यसरी इन्फर्मेसनहरू राख्न सक्छ। चिठीको प्रिभ्यू हेर्ने हो भने नेक्स्ट स्टेपमा प्रिभ्यू अर लेटर भनेर चाहिँ यसमा क्लिक गर्नुभयो भने टु रिना ढकाल भनिराखेको छ। सामसुङ भानुचोक धरान देखाइरहेको छ। यसमा डियर ढकाल भनिरहेको छ, डियर मिस ढकाल भनेर छ र भिजिट मिस रिना ढकाल विथ योर फ्यामिली भनिरहेको छ है। अब नेक्स्ट स्टेप अर्को चिठी पनि छ, यहाँबाट हेर्दा पनि हुन्छ, यो तपाईँले यहाँबाट हेर्दा पनि हुन्छ। जस्तो म नेक्स्ट लेटर देखाउँछु। यसमा रहेछ मिस्टर राजु लामा म्युजिक नेपाल अनामनगर काठमाडौँ भनिरहेको छ अनि यसलाई पनि यहाँ भनेको छ डियर मिस्टर भिजिट मिस्टर राजु लामा विथ योर फ्यामिली भनिरहेको छ। यसरी चिठी बनेको छ। अब यसमा केही कुराहरू छुटपुट भयो, यसमा तपाईँलाई एड गर्न चाह्यो भने फेरि यहीँ एड गर्नु हुँदैन। यहाँ मलाई अनामनगरको पछाडि उसको फोन नम्बरहरू पनि सबमिट गर्नुपर्ने थियो भने फेरि हामी यसमा ब्याक गर्नलाई प्रिभियस राइट यो लेटर लेखेको छ यसमा क्लिक गर्नुहोस्। स्टेप 4 मा नै आउने हुन्छ। अनि जस्तो मलाई यहाँ यो एड्रेस ब्लकको पछाडि फोन नम्बर राख्नु पर्यो भने यसरी म PHO यानि फोन भनेर फेरि यहाँ 2 कोलन साइन गर्दै र फोन नम्बर राख्न यसमा मोर आइटममा क्लिक गर्नुहोस्। फोन नम्बरको लागि मैले यो मोबाइल नम्बर राखेको छ सेलेक्ट गरेर इन्सर्ट गरिदिनुहोस्। त्यसपछि फेरि यसलाई मैले क्लोज गर्दै। जस्तो यसमा लास्टमा फेरि रिगार्ड्स योर लेख्दै जिगम्बज लेखे पछाडि अब फेरि एकचोटि प्रिभ्यू गर्नुहोस्। अब ठिक छ लेटर भने नेक्स्ट स्टेपमा जानुहोस् कम्प्लिट द मर्ज। तपाईँले यसलाई प्रिन्ट गर्न छ भने यसलाई प्रिन्टमा क्लिक गर्नुहोस्, ओके गरिदिनुहोस्, सबै प्रिन्ट भएर आउँछ। अब यसलाई अलग अलग बनाएर राख्ने हो भने तपाईँले एडिट इन्डिभिजुअल भन्ने छ, यसलाई यसरी क्लिक गरिदिनुहोस् र ओके गरिदिनुहोस्। 3 जना साथीहरूलाई यो अलग अलग छुट्टै छुट्टै लेटर पनि बनिराखेको छ, अलग अलग प्रिन्ट पनि गर्न सक्नुहुन्छ। यसलाई मैले अहिले क्लोज गरिदिएँ। नो, यसलाई सेभ गर्नको लागि यो फाइलमा गएर सेभमा क्लिक गरिदिनुहोस् अनि यसमा क्लिक गरे पछाडि अब लोकेसन चुज गर्नुहोस्। म यसलाई डेस्कटपमा राख्नु, डेस्कटप चुज गरेँ र यो 2 को ठाउँमा म समीर भनेर नाम राख्ने र इन्टर गर्ने। लेटर रेडी भइसकेको छ, यसलाई मैले क्लोज गर्दै ओपन गर्दाखेरि यसमा यसरी यस र नो भनेर आइराखेको हुन्छ। यो नो गर्यो भने त्यही एउटा मात्रै लेटर देखिन्छ। त्यसैले यसमा यो यस अप्सनलाई क्लिक गर्नुहोस्। यसमा यसो गरिराख्दाखेरि मेरो यो लेटर कुन हो भनेर हेर्नलाई फेरि यो मेलिङमा जानुभयो भने तेस्रो नम्बरको चिठी चाहिँ यहाँ थर्ड देखाइरहेको छ। यसलाई म
यसरी प्रिभियस हेर्छु, यसमा 2, यसमा यसरी 1 है। सबै बनेको छ। तपाईँ यसलाई प्रिन्ट गर्ने हो भने फेरि यता क्लिक गरेर प्रिन्ट गरिदिनु सक्नुहुन्छ। अघि जस्तै एडिट इन्डिभिजुअल बनाउने हो भने यसमा क्लिक गरिदिनुहोस्, ओके गरिदिनुहोस्। अघि जस्तै फेरि अलग अलग यसमा चिठी बनिराखेको छ।